श्री राम, राधे राधे। नमस्कार साथीहरू, म प्राविधिक रघुनन्दन शाह भिडियो लिएर आइसकेको छु। हजुरहरू हेर्न सक्नुहुन्छ यो भिडियोमा ठ्याक्कै बच्चा अड्किने समस्या रहेछ। बाख्राको बच्चा अड्किने समस्या कसरी समाधान गर्ने त, बच्चा कसरी निकाल्ने सबै जानकारी पाउने छ यो भिडियोमा। धेरै राम्रो कुरा सिक्नुहुन्छ, लास्टसम्म हेरिदिनु होला। र यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनु होला। अब जाउँ बाख्राको समस्याको बारेमा के कस्तो छ हेर्नलाई। यो बाख्राको के छ भने, यो किसानको भनाइअनुसार यो बाख्रा बिहानै 3 बजे रातिदेखि नै बेथा लागेको रहेछ। एउटा बच्चा करिब बिहान 6 बजे जन्मिसकेको रहेछ। अनि दिउँसोसम्म हेर्दा पनि अर्को बच्चा निस्किएर छैन रहेछ। अर्को बच्चा त्यतिकै न केही निकाल्दै भित्रै तर बल चाहिँ गरिरहेछ माउले। अनि के छ बच्चाको कन्डिसन के छ भने, हात हालेर हेर्दा बच्चाको कन्डिसन के छ भने, जस्तैमा टाउको चाहिँ बटारिएर पछाडितिर मरेको रहेछ। अनि खुट्टा पनि एउटा बाहिरतिर छ अनि एउटा चाहिँ भित्रैतिर रहेछ। अनि त्यसले गर्दा निस्किन सकेको छैन हैन। अनि एउटा बच्चाले दुध खाइसकेको रहेछ, एउटाले भित्रै छ। अनि यहाँको किसानले मलाई फोन गरेर भनेको त अनि आइदिनु भएको, अहिलेसम्म एउटा जन्मिसकेको छ, एउटा जन्मिएको छैन, एउटा बच्चा निकाल्नुपर्छ भनेर म आएको हेर्छु त साँच्चीकै हुँदो रहेछ। यो एउटा बच्चा दुध खाइसकेको रहेछ, एउटा चाहिँ पेटभित्रै रहेछ। अनि मैले निकालिरहेको छु, हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। म निकालिरहेको छु, सबैजना 2जना समाइरहेछ। अनि उहाँहरूले पनि मनमा नै सोचिरहेछ कि कतिखेर बच्चा निस्किन्छ भनेर। अनि उहाँहरूलाई पनि खुसी लाग्छ कि बच्चा निस्कोस् भनेर। सबैजना एकदम दुखितमा छ कि कस्तो दुखी भइरहेछ कि बच्चाभित्र कस्तो होला, मरिसक्यो कि के छ, कस्तो छ। तर बच्चा मरेको छैन। अहिले म निकाल्छु, हजुरहरू पनि हेर्नु होला। एकदम राम्रो बच्चाको साइज पनि अलि ठुलो भइसकेको रहेछ। मेन कुरो के छ भने, बच्चाको साइज त ठुलो छँदैछ, तर के छ भने बच्चा अलि जुन पोजिसनमा हुनुपर्ने त्यो पोजिसनमा छैन। बच्चाको पोजिसन नमिलेर बच्चा निकाल्न सकेका छैन माउले, नत्र निस्किसकेका हुन्थ्यो हैन। माउ चाहिँ ठ्याक्कै 3 बेतको रहेछ। बच्चाको कन्डिसन नमिलेर बच्चा निस्किन सकेका छैन। अनि मेरो काम नै बच्चा, म ठ्याक्कै सर्भिसभित्र हात राखेर बच्चाको कुरा मिलाइरहेको छु। बच्चाको कन्डिसन मिलाएर अनि ठ्याक्कै एउटा खुट्टा भेटिसकेको रहेछ। एउटा खुट्टा अब निकाल्छु, अनि त्यसपछि अर्को खुट्टा पनि निकाल्छु। अनि टाउको ठ्याक्कै सोझो बनाउँछु अनि बल्ल बच्चा झिक्छु। म एकदम त्यही गर्न लागेको छु अहिले, अनि मिलाउन लागेको छु। अनि बच्चाले म यतातिर तान्न खोज्छु खुट्टा, अनि ठ्याक्कै बच्चा उतैतिर जान खोजिरहेछ, पेटभित्रै जान खोजिरहेछ। म यतातिर तान्न खोजिरहेछु त अनि बच्चा चाहिँ भित्र जान खोजिरहेछ। तर म जसरी नै निकाल्न प्रयासमा लागेको छु। हेर्न सक्नुहुन्छ एकदम राम्रो रहेछ। माउ चाहिँ एकदम राम्रो छ, बच्चा पनि एकदम राम्रो छ। हेर्न सक्नुहुन्छ तपाईँहरू हैन। यो बाख्राको अवस्था धेरै नै नाजुक छ। यो बाख्रा दर्दसँग लडिरहेको अवस्थामा छ। बच्चा जन्माउन सकिरहेको छैन। अब हेर्न के कस्तो कन्डिसनमा छ, अथवा कुन पोजिसनमा पहिला बच्चालाई सोझो पोजिसनमा ल्याउने, त्यसपछि मात्र बच्चा झिक्न सजिलो हुन्छ। एउटा कुरा अझै के छ भने, एउटा बच्चा पहिला नै
जन्मिसकेको छ। हजुरहरूलाई म अघि नै भनिसकेको छु यो कुरा। पहिलो बच्चा माउले आफै जन्माएको छ हैन। यो दोस्रो बच्चाको पोजिसन नमिलेर जन्माउन सकेको छैन। अब तर म लागिसकेको छु, जसरी नै म निकाल्छु हैन। म प्रयासमा पुरै लागेको छु। म जे होस् म बच्चा निकालेर मेरो मनले भनिरहेछ कि म बच्चा निकाल्न सक्छु भनेर। तर हेर्दै जानु तपाईहरु, मैले बल्ल हेर्न सक्नुहुन्छ म एउटा खुट्टा निकालिसकेको छु हैन। अब अर्को खुट्टा निकाल्नमा प्रयास गरिरहेछु म हैन। एउटा खुट्टा निकालिसके, एकदम नाजुक अवस्थामा रहेछ। कन्डिसन पनि नमिल्ने, यस्तो माउ फेरि भुइँमा सुताइदिएको रहेछ। त्यहाँ ठाउँ पनि त्यतिसम्म नगर्न मिल्ने। तर पनि हेर्नु न, म निकालिरहेको छु, बच्चाले बाहिर निकालिरहेछु, हेर्न सक्नुहुन्छ। निकालिसके बच्चा, सबै कन्डिसन मिलाएर म निकालिरहेको छु। अब केही देरमा बच्चा निस्किन्छ, हेर्न सक्नुहुन्छ। म निकालिसके बच्चा अब निस्किन्छ। माउ त पुरा एकदम दर्दले, पेनले गर्दा पुरा गाह्रो भइरहेछ माउलाई। अब गर्ने त गर्ने के हैन। तर जे होस् निस्किन्छ बच्चा अहिले। सबैजना दुखीमा थियो, कतिखेर बच्चा निस्किन्छ, कतिखेर बच्चा निस्किन्छ। ल म निकालिसके बच्चा। निकाल्न त निकाले, तर धेरै बेरसम्म श्वास लिन पाएको छैन भने अक्सिजनको पुरा कमी भइसकेको रहेछ। अनि मैले अहिले अक्सिजन दिइरहेको छु, हेर्न सक्नुहुन्छ। उहाँ बाजे पनि अक्सिजन दिइराख्नु भएको रहेछ। पुरा बाजेको पनि माया लागेर पुरा अक्सिजन दिइराख्नु भएको रहेछ। अनि के गर्ने, बच्चा त बच्चा नै हो, मान्छेको रहेछ, हेर्न सक्नुहुन्छ। साथीहरू, तपाईँ पनि यस्तै माया गरिदिनु होला अनि साथ सपोर्ट गरिदिनु होला। मलाई आशीर्वाद दिनु होला कि म योभन्दा नि राम्रो राम्रो काम गर्न पाऊँ कि भनेर। मलाई मेरो इच्छा नै हो कि सेवा गर्ने भनेर। अनि हजुरहरू पनि आशीर्वाद दिनु होला, अरू साथ सपोर्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हैन। अनि मेरो च्यानललाई अलि सपोर्ट गरेर अनि राम्रो सक्सेसफुल बनाइदिनु होला। अनि हजुरहरू पनि सपोर्ट गरिदिनु भएको छ हैन। अनि विश्वास छ कि मलाई त हजुरहरू सपोर्ट गर्नुहुन्छ भनेर। अनि हेर्न सक्नुहुन्छ, म बच्चा निकालिसकेको छु। ठ्याक्कै पाठी रहेछ, बोका पहिला नै पाइसकेको रहेछ। यो पालोमा पाठी रहेछ। अनि बच्चा अब निस्किसकेपछि माउलाई पनि कति आनन्द आयो होला हैन। मजाले आफ्नो बच्चाले माया गरिरहेछ। अनि सबैजना खुसी पनि भइसक्यो। ल साथीहरू, भन्नु मेरो भिडियो कस्तो लाग्यो। अनि केही मिस्टेक भएको छ भने त हजुरहरू माफ गरिदिनु होला हैन। म गर्नेसम्म त राम्रै गरिरहेछु हैन। केही मिस्टेक भएको छ भने मिलाइदिनलाई अथवा कमेन्टको माध्यमबाट भनिदिनु होला। ल साथीहरू, धन्यवाद।